हेलो वेलकम फेरि पनि सबैजनालाई मेरो सानो भिडियोमा। अनि आज चाहिँ म धान रोप्नको लागि जाँदैछु अनि गाउँमा यहाँनिर माइजूहरूको खेताला जाँदैछु। हाम्रो चाहिँ छैन खेतबारी, धानहरू रोप्दैन, तर मलाई यो साल चाहिँ एकदमै धान रोप्न मन लागिरहेको थियो किनभने यसपालि चाहिँ एकदमै कम्ती धान रोप्ने भयो हाम्रो गाउँमा। किनभने बेला बेला हात्तीहरू निस्किन थालेको छ, त्यसले गर्दाखेरि अनि हात्तीले खाइदिन्छ भनेर धेरैले नरोप्ने भएर अनि एक दुई घरले मात्रै रोप्ने भएको थियो। अनि त्यही भएर कारणले गर्दाखेरि एकदमै धान रोप्न मन लागिरहेको थियो। अनि यो साल पहिलोपल्ट धान रोप्न गएको अनि एकदमै रमाइलो भयो। अनि चियाहरू दिनुभयो, खाजाहरू दिनुभयो, अनि हामी रेस गऱ्यौँ, बातचित गर्दै गाउँको दिदीबहिनीहरू भएर अनि गफ लाउँदै उहाँहरूको गफ सुन्दै मजा आयो है। अनि र हामी फेरि पनि रोपिसकेर हामी आफ्नो घर फर्किँदैछौँ अनि थाकेछ पनि। अनि एकदमै घामले रातो रातो भएर अहिले चाहिँ म घर पुग्यो। थ्याङ्क यू सबैजनालाई।